close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And अनि कोही टिकटकमा हेरेर आउँछन् कोही जस्तै ए टिकटक तिर पनि भाइरल छ भने भाइरल छ यो त ए through the highways till my shadow turns to sun rays. And on we'll go through the wastelands, through the highways. And on we'll go. हेलो व्हाट्स अप गाइज आई होप ऑल ऑफ यू आर डूइङ वेल आजको भिडियो एकदमै खतरनाक हुनेवाला हेलो लेडिज एन्ड जेन्टलमेन आई होप all of you are doing well guys welcome back to another vlog I hope all of you are doing well आज चाहिँ हामी फेरि अस्तिको हाम्रो दुईजना जुट्टीहरू आज फेरि घुम्न आएका छौँ हाम्रो भाइले एउटा कमेन्ट गरेको थिए लाइक जोत कुसुम पार्क चाहिँ खतरा छ त्यहाँ जान पर्यो भनेर सो आज चाहिँ एउटा रत्ननगरको एउटा के पार्क भन्ने रहेछ यहाँ सानो पार्क रहेछ यो दामी छ ए सरी रामनगर रहेछ बस्नलाई जस गुड भाइब्स छ र यो च्यानल हामीले चाहिँ एकदम स्क्रैचबाट स्टार्ट गरेको र त्यो भिडियोमा एटलिस्ट 50 भ्युज भए पनि आयो आइ एम सो ह्याप्पी फर द्याट अब त्यसलाई हामी बिस्तारै अगाडि बढाउनु पर्छ तपाईहरुको माया र सपोर्टले गर्दाखेरि सो डोन्ट फर्गेट टु लाइक एन्ड सब्स्क्राइब द भिडियो गाइज च्यानललाई सब्स्क्राइब गर्नु होला र केही चीज तपाईहरुलाई लाग्छ मैले सुधार्न पर्ने छ भने भन्न चाहिँ नबिर्सनु होला र एप्रिसिएसनको केही छ भने तपाईहरुलाई केही चीज मन पर्यो भने त्यो पनि कमेन्टमा भन्नु होला जहाँ मैले पार्कतिरको थोरै भ्यूहरु देखाम ओके गाइज लेट्स गो Turn us to thousands, and we'll grow in number, fueled by them to see the horizon. Turn us to thousands, and on we'll go. के हो ए टिकट नि काट्नु पर्ने रहेछ 50 रुपैयाँ पर पर्सन हामी आएका छौँ आज कहाँ रे थमे भन्दै आज थमेले अनएक्सपेक्टेड खै थाहा हुँदा थाहा छैन एकचोटि चाहिँ आएको थिएँ मलाई यस्तो अनएक्सपेक्टेड तरिकाले बाटोमा देख्दाखेरि आएको थिएँ आज अब ठिकै छ घुम्ने फर्किने हो जङ्गल एरिया देखाउनु हो तिमीलाई घुमाउनलाई लान्छु रामनगरको साइडमा तिमीलाई घुमाउनलाई लान्छु भनेर लिएर आयो सोल्टीले कहाँ हो एक्ज्याक्टली मलाई सोल्टी अलि डिप्रेस भइरहेको थियो रुममा बस्दा त्यही भएर अनि यसो हल्का हावा खानु अक्सिजन पायो नि अलि बेसरी बोल है ओहो सही रहेछ त यो ठाउँ कहाँ रे भन त हमे ठाउँ कहाँ यो ठ्याक्कै भरतपुर महानगरपालिका 1 हाम्रो रामनगर सुगाइज हामी आएका छौँ आज उसले भनेको लोकेसनमा दुईजना दाजुभाइ अस्ति सँगै भिडियो बनाएको दाजुभाइहरू अनि प्रज्ञा स्मृति पार्क भनिन्छ यता देखाउनु ए हजुर प्रज्ञा स्मृति पार्क भन्ने रहेछ यहाँ प्रज्ञा स्मृति पार्क सानो पार्क ठिकठाकै छ फुटसल कहाँ खेल्छ र तपाईँ ए ऊ त्यहाँ फुटसल नै खेल्ने रहेछन् अनि यसो सर्ट फ्यामिलीको लागि सर्ट भिजिटको लागि भनौँ न एकैछिन आउनलाई रमाइलो छ ठिकै छ यहाँ चाहिँ बच्चाहरूले खेल्ने ठाउँहरू रहेछ
भाइहरूले त्यहाँ फुटसल खेलिरहेको रहेछ नि यार यस्तो याद आयो फुटबल खेल्न लागेको तर हामीले फुटबल खेलेको याद आयो तर के गर्ने यार धेरै कुरा बिगारेछ मेरो फुटबलले अब त्यही भएर फुटबल खेल्न छोडिदिइसकेका छैन क्या फुटबल खेल्न छोडिदिइसकेँ मैले गाइज Finding life along the way, melodies we haven't played. क्या खेल्दैन यार मजा हुन्थ्यो यार है Echoing around these walls, fighting to create a song. I don't wanna miss हाँ भागिहाल्नु ओके पानी पर्यो गाइज पानी पर्यो अपडेट गर्न बिर्सिएमा हामी पानी परिरहेको छ यहाँ पानी परिरहेको छ यहाँ हामीलाई पानीको भिजा आउन लागिसक्यो ब्लग गरेको देखेर यहाँ मान्छेहरू हेरे गर्ने कि है के बनाएको के गरे होला भनेर ऊ त्यहाँ लाजै लाग्ने हो सेलिब्रिटी के लाज लाग्ने र एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार यो चाहिँ वार अफ लाइफ हो कि जिन्दगीसँग वार त हो नि एउटा जिन्दगीमा केही गर्नु छ भिजायो यार पानी पऱ्यो नि त र पुरै भिजायो त यार के भन्न लाग्यो त भाइले भाइ भन्छु क्या मैले फेरि यहाँ हाम्रो यो के अरे पुष्पराज ओहो लाल चन्दनहरू लाल चन्दनहरू छ पुष्पराज लाल चन्दनको आज हामी तस्करी भइरहेको हेर्न आएको छ मेरो हामी आज पुष्पालाई समाउने छौँ रङ्गे हात लाल चन्दनहरू भेटिसक्यो पुष्पा चाहिँ कहाँ छ हेरे गर्ने कि है राम्रो मान्छे देख्नै नहुने राम्रो मान्छे देख्नै नहुने हेरे गर्ने यार के बनाएको उनीहरू मान्छेहरूले हेरे अरे के हेरे हो मलाई यार अलि राम्रो भएपछि गाह्रो छ धन्न म भएर ब्यालेन्स हो नि अघि धन्न तपाईँ भएर ब्यालेन्स भयो नत्र त्यो माहौल चाहिँ एकदम ब्युटिफुल छ यहाँ गाइज होइन ब्युटिफुल छ एकदम गुड भाइब छ ग्रिनरी छ एकदम ग्रिन इन्भाइरोमेन्ट छ पुरै हाम्रो थमेलले नि ब्लग बनाउँदैछ ए ब्लग बनाउँदै हो सब एकअर्कालाई सपोर्ट सब्सक्राइब गर्नुपर्छ ल साथी के छ हौ सपोर्ट र सब्सक्राइब गर्नुपर्छ एकअर्कालाई तिम्रो च्यानलको नाम स्याम्बो भाइ चाहिँ होइन स्याम्बो ब्लग्स हो होइन आइडु थम पहिलाभन्दा अलिकति मोटाएछु क्या हो गाइज म थोरै मोटाए जस्तो लाग्यो होइन सो हामी ब्याक इन फर्म आउँदैछु मेरो सर्जरी गरेको चाहिँ अहिले अलमोस्ट 2 मन्थ्स हुन लागिसक्यो होइन सो अब चाहिँ लाइभ स्ट्रिम चाहिँ मैले आफ्नो के अरे गेमिङ च्यानलमा लाइभ स्ट्रिम चाहिँ सुरु गर्छु चाँडै नै मेबी नेक्स्ट मन्थबाट किनभने अझै रिकभरी हुन लाग्छ 1-1.5 महिना एटलिस्ट 1 महिना नेक्स्ट मन्थबाट चाहिँ हामी लाइभ स्ट्रिम स्टार्ट गर्छौँ हाम्रो गेमिङ च्यानलमा र यसमा चाहिँ एभ्री विक अथवा बाई विकली चाहिँ जसरी भयो नि एउटा भ्लग चाहिँ आउँछ यो च्यानलमा पनि सो च्यानललाई सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला के भन्छ थमे यार ब्लगमा यार के भन्छ गाइजहरू यार कमेन्ट गरौँ त के भन्छ अरू ब्लगमा के भन्छ भन त 1-2 शब्द के चाहिँ भन्ने हो ब्लगमा यस्तो ह्यान्डसम मान्छेहरू राखेपछि त सक्यो आइया तिमी मलाई देखेर भन्यो जस्तो लाग्छ होइन के भयो त्यस्तो गरेर हिँड्न त कस्तो झ्याउ हुन्छ त्यही भएर त यो बोकिराख्नलाई अलिक झ्याउ हुन्छ कि तर हात यस्तो गर्नुपर्छ कि खासमा मेहनत गरे पो बल्ल फल पाउँछ तिमीले सपनामा पनि यस्तो गर्नु पर्यो क्या हात यसरी यार सपनामा म बोलिरहेको हुन्छु यार वेलकम ब्याक टु द भ्लग क्या लेडिज एन्ड जेन्टलमेन डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब भनिरहेको हुन्छु कि मैले तर सब्सक्राइब गर्दैन त फेरि के हो घरबेटीले निकालिदिला घरबेटीले सब्सक्राइब गरिदिइसक्यो हो अनि तिमीले त जलाइदियो। मन पर्यो हाम्रो फर्स्ट ब्लग रे थम भाइको गफ यति मन पर्यो कि त्यो भाइलाई त अर्को भिडियोमा ल्याउनै पर्छ जसरी पनि भनेर त्यही भएर तिमीलाई लिएर आएको तर म अर्को मान्छे खोजिहाल्थेँ नि यत्रो नाक छ झन् ठुलो हुने भयो त्यो दादाले बोलाइला हेलो नानीहरू हाई कता हो घर कता ए घुम्न आएको फ्यामिलीसँग इन्जोय यो डे हो नि यहाँ आउँदा भन्ने कुरा गर आउँछु तिम्रो नाम के हो नि पहिला नाम भन्दा गुड गर दादालाई तिम्रो नाम के हो पहिला हजुर आइसा मगर गुड गर नियन मगर आऊ सबैजना गुड गर एकचोटि दादालाई तिम्रो नाम भन दिन्छा तिम्रो नि तिम्रो नाम के हो नि
के त हालखबर अनि ठिक छ ब्लग त मैले च्यानल चाहिँ नयाँ खोलेको अब त्यो रेगुलर ब्लगिङ गर्ने भनेर सो इफ हेर्न चाहन्छ भने तिम्रो नि आउँछ यहाँ अब क्लिपहरू हेर्न च्यानल हेर्न चाहन्छ भने भाइरल नि ट्याम्पोइ भ्लग्स भनेर छ युट्युबमा भर्खर स्टार्ट गरेको नयाँ म खास गेमर हो अनि अहिले चाहिँ भ्लगिङ स्टार्ट गरेर त्यो टाटा बाई बाई भनिदेऊ टाटा बाई बाई अब गुड टाइम है त रमाइलो गर खै त मम्मी बाबाहरू खै त त्यहाँ हुनुहुन्छ ए ल बाई 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 सो गाइस फाइनली यो ठाउँ हामीले हेऱ्यो एकैछिन रमाइलो लाग्यो होइन बाहिर चाहिँ हाम्रो यस्तो छ माहौल होइन खाजा खाने व्यवस्थाहरू नि छ हाम्रो भित्र नि जस भाइब्स राम्रै छ घुम्नलाई आउनलाई आफ्नो फ्रेन्ड्स अथवा फ्यामिलीहरूसँग होइन बाहिर पनि माहौल एकदम राम्रो छ यो मेन बाटो आपटाडीबाट अलिकति भित्र छिरेपछि के अरे काठमाडौँ जाने मेन बाटोमै यो रामनगरमै छ यो बाटोको भ्यू लिँदै यहाँ खाजा खाने ठाउँ नि छ यहाँ हाम्रो आन्टी नि हुनुहुन्छ अघि मिठो गफगाफ गऱ्यो आन्टी यहाँ मान्छेहरू कतिको आइरहेको छन् मान्छेले हाल्दा धेरै हो बिदाको दिन छुट्टीको दिन चाहिँ धेरै हुन्छ ए बच्चाहरूको बिदा भएको दिन आएपछि नि आइरहन्छ ए मान्छेहरू भनेपछि अलिअलि आउनु थालेछन् होइन भनेपछि अब नयाँ मान्छे हेर्नेहरूलाई यो ठाउँ आउनलाई कस्तो छ के भन्नुहुन्छ त्यो एकदम राम्रो छ नि हेरेर जाने कोही टिकटकमा हेरेर आउँछन् कोही यस्तै ए टिकटकतिर पनि भाइरल छ भने भाइरल छ यो त ए त धन्यवाद आन्टी है त यो ठाउँलाई जे होस् नयाँ मान्छेहरू हेर्ने मान्छेहरूलाई आउनलाई जे होस् राम्रो छ खाजा खानेहरूको व्यवस्थाहरू नि छ भित्रको माहौल नि राम्रो छ सो डु भिजिट गाइज आउनु होला फ्री भएको टाइममा एकदम रमाइलो ठाउँ छ है त हामी त यहाँबाट निस्कियौँ अब जाँदैछौँ हामी जोरकुसुम पार्कमा हेरौँ है त अब दुईटामा कुन चाहिँ राम्रो छ एउटै सानो छ त्यो चाहिँ कति ठुलो छ भन्ने कुरा हो कुन चाहिँ राम्रो हुन्छ अब हेरौँ है त गाइज Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. यो ठाउँमा चाहिँ किन व्यवस्थित नभएको यहाँ त बाढी आउँछ नि त बाढी आउँछ बाढी गएर ऊ हेरौँ न भनेको Melodies we haven't played. हामी उतापट्टि राम्रो हो I don't want no rest. Echoing around these walls, fighting to create a song. I don't wanna miss a beat. And on we'll किनार त यो नारायणी किनारकै कुनै उसो होइन माहौल चाहिँ यस्तो पिसफुल छ गाइज त्यो जोरकुसुम पार्क हो सो त्यो दुइटामा चाहिँ मैले कुन चाहिँलाई बेटर रेटिङ दिन्छु भन्दाखेरि यसलाई दिन्छु किनभने यसमा एकदम पिसफुल भाइब छ एकदम धेरै त्यो स्ट्रेस रिलिफिङ छ यो रमाइलो लाग्यो मलाई चाहिँ यो ठाउँ एकदम त्यो चाहिँ जस्ट बाहिर आर्टिफिसियल्ली बनाएको यो चाहिँ पुरै नेचुरल भाइब छ कि यहाँ द्याट्स वाइ त्यो दुइटामा चाहिँ यसलाई मैले बेटर रेटिङ गरेँ जोरकुसुम पार्क सो भिजिट गर्नु होला आपटाडी नजिकै छ आपटाडीबाट त्यो भित्र जाने ठाउँ हो आपटाडीबाट रमाइलो छ एकदमै माहौल त्यहाँ मिठो पौडी खेल्दै त्यो बुल्की मार्दै पौडी खेल्दैछ हाम्रो भाइले त्यस यहाँ मान्छेहरू पनि एकदम धेरै आइराख्ने रहेछन् मान्छेहरूको भिजिट पनि एकदम धेरै जसो लोकल मान्छेहरू स्पेसल्ली टुरिस्ट त मैले एउटा पनि देख्दैन त अब त्यस लोकल एरिया हो नि त त्यही भएर मान्छेहरू लोकलहरू चाहिँ एकदम धेरै आउने रहेछन् अनि बेलुकाको टाइममा स्पेसली एकदम दामी रहेछ कि यहाँ पिसफुल एकदम पिसफुल भाइब्स रहेछ सो
अब चाहिँ हामी चाहिँ निस्किन लागेको होइन। यहाँ हेर्नलाई धेरै कुराहरू थिएन। थम्स अप ल अहिले आजको लागि अब यो भिडियोमा यति नै होला सायद होइन। टाटा बाई बाई भन्दै त ल, टाटा बाई बाई भन न गाइस लाइक अनि सब्सक्राइब शेयर। हो अनि हामीले जेस आफ्नो बेस्ट ट्राई गर्दैछौँ, दुःख मिहिनेत गर्दैछौँ होइन। जे छ दुःख त के भन्ने, मिहिनेत आफ्नो बेस्ट ट्राई गर्दैछौँ। सो हाम्रो च्यानललाई 1K सब्सक्राइबर चाँडैभन्दा चाँडै पुऱ्याउनु पऱ्यो गाइज। ल आजलाई यति नै थियो, टाटा बाई बाई है त, पिस।